जाऊँ अब म्याकेन्जी फल हेर्नलाई हुन्छ माया म्याकेन्जी फल हेर्न जाऊँ हाम्रो एनिभर्सरी पारेर हेर्नको लागि तर बाटो चाहिँ खत्रै छ है आउनु चाहिँ आइयो बाटो चाहिँ खत्रै छ हरिबिजोक हेर्नु त राम्रो भएर आएको तर के भन्छ आरोले गर्दा ज्याकेट स्याकेट सबै ओर्नुपर्छ 5 घन्टाको ट्राभल 5 घन्टाको ट्राभल त्यो माथि जिगज्याग रोड रोड चाहिँ हुन्छ कि हुँदैन हेरौँ है मेरो माया ध्यानसम्म देखा जो जिन्स लुगा लगाएर हिरो हिरो भा कतै फलको साउन्ड चाहिँ सुनिरह कति माथि आउनु पर्दो रहेछ डाँडाभन्दा माथि सबै हाइकिङ गरिरहेको छ हामी चाहिँ हिरो नि भइरहेको ल माया जान्छ टन्नै हिँड्नुपर्छ जस्तो है त्यहाँ जानुपर्छ हामी अब त्यत्रो टाढा माय गड जान सक्छौँ माया हामी जान सक्छौँ होला त्यहाँसम्म त्यो फल हेर्ने अब त्यही फल हेर्ने आएको त्यति त हेर्नु परिहाल्यो नि ल जाउँ मान्छेहरू जुत्ता लगाउँछ हामी चाहिँ चप्पल लगाएर आउँछौँ वाक गर्दै लङ वे भनिसक्यो मान्छेहरूले बुढो थाक्यो कि थाकेको छैन बाटो इज टु उकालो एन्ड ओह्रालो ओ माई गड बाटो हेर्नुहुन्छ नि म्याकेन्जी फल जाने बाटो आउँदैछौँ हामी त्यहाँ पुग्दैछौँ माया अलिअलि झर्नाको साउन्ड आइरह अब पुगे जस्तो लागिरह मलाई आयो 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 झर्ना आयो भनेको त सानोवाला चाहिँ आएछ अझै मुनि जानु पर्दो रहेछ लोवाला झर्नामा यहाँ चाहिँ दामी ल झर्नाको साउन्ड सुन्दैछौँ हामी त पुग्नु थाले जस्तो फिल भइरहेको माया अब पुगिन्छ कि क्या पुग्नु थाले जस्तो भइरहेको बाटो त कस्तो खतरा त हौ मेरो त खुट्टा थर्र भइसक्यो पुरा थर्र भयो बाटो यस्तो छ मेरो त खुट्टा थर्र भइसक्यो ओ माई गड पुग्न लागि होला मम्मी थर्रो भयो माया मेरो खुट्टा थर्रो भयो ल अब हामी म्याकेन्जी फल पुग्यौँ जस्तो लाग्यो है हेर्न चाहनुहुन्छ भने आई क्यान सो म्याकेन्जी फल इजन इट ब्युटिफुल अरू त जानै बाँकी छ
त्यस्तो गरेर कस्तो लागिरहेको माया रमाइलो एकदम रमाइलो लागिरहेछ तिमीलाई कस्तो लागिरहेछ त रमाइलो माया कस्तो लागिरहेको त दामी दामी यत्रो 5 घन्टा ड्राइभ गरेको टु सी दिस भ्यू 5 घन्टा ड्राइभ गरेर आएको टु सी दिस भ्यू एन्ड इट्स वर्थ इट आउन त आयो अब यो उकालो चढेर कसरी जाने हो यत्रो छ हौ भरि पनि कहाँ माथिसम्म छ ल बाई बाई म्याकेन्जी फल बाई म्याकेन्जी स्या भयो कतै जाने अब बाटोहरू पनि बाटो अलि हामी माथि पनि आइपुगिसक्यौँ अब हामी अर्कोतिर घुमघामतिर जान्छौँ है कसलाई माया राम्रो है राम्रो थियो त्यही हिँड्दा एकछिन 10 मिनट जति हिँड्नु पर्यो उकालो ओह्रालो त्यसपछि त ठिक छ तर जति के अरे उकालो ओह्रालो हिँड्नु पनि मुनि चाहिँ ठिक्क थियो राम्रो है भ्यू राम्रो थियो कि